भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए र तिनीहरूको मूर्ख मन अझै अँध्यारो भयो। आमेन। परमेश्वरलाई धन्यवाद भएको होस्। विशेष गरी प्रभुको सुसमाचार परमेश्वरले नै विभिन्न माध्यमबाट सुनाइराख्नु भएको छ। आमेन। र विभिन्न माध्यमबाट परमेश्वर हुनुहुन्छ भन्ने कुराको प्रमाणित गरिराख्नु भएको छ है। अहिले संसारमा विभिन्न किसिमका समस्याहरू आएका छन् है। कतै युद्धका कुरा छन्, कतै बिमारीका कुरा छन्, कतै भोकमरीका कुरा छन्, कतै रुडीबाडी के भन्छ बाढी पहिरोको कुरा छन्, कतै अहिले मरुभूमिमा पनि बाढी यस्तो पानी परिरहेको छ कि नदी बग्ने है। अब यो अचम्मको यो दिनहरू आइरहेका छन् प्रियहरू। तर पनि मानिसहरूलाई हामीले जब सुसमाचार सुनायौँ, उनीहरूले यसलाई ख्यालटाटाको रूपमा हेरिराखेका छन्। र यो सुसमाचार है, तपाईँ र मैले है, यो सुसमाचार हामी विश्वासीहरूको एउटा परिचय नै हो है। हामीले प्रभुका जनहरूले जब सुसमाचार सुनाउँछौँ के हुन्छ, गलत कुराहरू हट्दै जान्छन् है। तर मानिसहरूले सुसमाचार सुनाए पनि नसुन्ने, कतिजना फेरि के सुसमाचार सुनाउनु, जति सुनाए पनि यस्तै हो भनेर आफ्नै बाटो लागेको अवस्था पनि छ है। 18देखि 21। अनि सुसमाचार परमेश्वरले पनि है विभिन्न प्रकृति मार्फत, विभिन्न घटना मार्फत सुसमाचारका कुराहरू पनि आइरहेका छन् है। तर त्यो कुरालाई पनि मानिसहरूले व्यवस्था गरिराखेका छन् है। र तपाईँले आफ्नो टोल छिमेकी जानुहोस्, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँले परमेश्वरमाथि विश्वास गर्नुहोस्, तपाईँले अनन्त जीवन पाउनुहुन्छ भने भनेर भन्नुभयो भने त्यसको उल्टो कुरा गर्छन् समाजका मान्छेहरूले। तर हाम्रो कर्तव्य के हो? मानिसहरूलाई सुसमाचार सुनाउने, चाहे उनीहरूले स्वीकार गरून् चाहे अस्वीकार गरून्, हामीले चाहिँ प्रत्येक मानिसलाई ख्रिस्टको नामको सुसमाचार सुनाउनुपर्छ। प्रभु येशू ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँमाथि विश्वास गर्नेहरूलाई प्रभुले अनन्त जीवन दिनुहुन्छ भनेर भन्नुभयो भने पनि त्यो सुसमाचार हो है। र परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ भनेर हामीले कसैलाई सेयर गर्यो भने पनि त्यो पनि सुसमाचार हो। आमेन। र कतिपल्ट हामी मानिसहरू सुसमाचार सुनाउन डराउँछौँ है। हाम्रो धर्म हामीसँग, उनीहरूको धर्म उनीहरूसँग, किन सुसमाचार सुनाउनु पर्यो भन्ने अर्थमा पनि कति विश्वासीले बुझ्दो रहेछ। तर त्यसो होइन। प्रभु येशू ख्रिस्ट कुनै धर्म स्थापना गर्न आउनुभएको होइन। उहाँ त मानिसहरूलाई सुसन्देश सुनाउन, सुसमाचार दिन आउनुभयो। आमेन। जुन सुसमाचारमा अनन्त जीवन छ, जुन सुसमाचार ग्रहण गर्यो भने मान्छेले मुक्ति पाउँछ, त्यो कुरा सुनाउनको लागि, त्यो कुरा दिनको लागि उहाँ स्वयं परमेश्वर हुनुहुन्थ्यो, मानिस भएर यो धरतीमा आउनुभयो। आमेन। र यो संसारमा धर्महरूको कमी छैन है। हिन्दू धर्म भन्यो, बुद्धिस्ट धर्म भन्यो, मुसलमान धर्म भन्यो, अरू धर्म छन्। यहाँ हजारौँ धर्महरू छन् मान्छेले बनाएका है। हिजो बनाउँछन्, फेरि त्यो धर्म भएन भने अर्को धर्म बनाउँछन्। के धर्म यो संसारमा कमी छैन। तर धर्मले मुक्ति दिने भएको भए प्रभु येशू आउनु हुने थिएन यो संसारमा। आमेन। र उहाँको सुसमाचारले, उहाँको वचनले मात्र मानिसलाई अनन्त जीवन दिने भएको कारण प्रभुको सुसमाचारको खाँचो पर्यो, प्रभुको वचनको खाँचो पर्यो, प्रभुको शिक्षाको मानिसलाई खाँचो परेको हो। र मानिस पापी छ, परमेश्वर पवित्र हुनुहुन्छ। अब पापी मानिस पवित्र परमेश्वरका जानको लागि के गर्नुपर्छ? उसले आफ्नो पाप मानिलिनुपर्छ र त्यसलाई त्याग्यो भने के हुन्छ? त्यो मानिस फेरि परमेश्वरका जानको लागि परमेश्वरले नै ग्रेस गर्नुहुन्छ। आमेन।
जस्तो हुन्छ नि, कोही फेल भएको विद्यार्थीलाई पनि ग्रेस भयो भन्छन् नि। 30 नम्बर पायो भने पहिले होइन, 30 नम्बर पायो भने पास हुने, 5 नम्बर ग्रेस दिन्थ्यो सरले। अनि 30 नम्बर गणित विषयमा ल्याएको विद्यार्थी पास हुनुको कारण के थियो, उसले पढ्न त पढ्यो, अलिअलि अलिक पुगेन, अनि उसलाई ग्रेस भएर पास भयो। त्यस्तै हामी पापी मानिसहरूले पनि यदि प्रभुलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर स्वीकार गर्यौँ भने हामीलाई पनि ग्रेस हुनेछ है। हामी एकदमै पर्फेक्ट धर्मी नभए तापनि हामीलाई ग्रेस दिएर परमेश्वरले आफ्नो सन्तान बनाउनु हुनेछ है, विश्वासद्वारा। यो कुरा हो प्रियहरू। तसर्थ यूहन्ना 3:16 भन्छ, म तपाईँलाई यूहन्ना 3:16 पढ्नको लागि अनुरोध गर्दछु। यूहन्ना 3:16 के भन्छ भने, तपाईँले बाइबल पल्टाएर यसो हेर्नुहोस्, मनमनै पढ्नुहोस्, म चाहिँ चर्को स्वरले पढ्छु। यहाँ यसरी लेखेको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। कोही पनि मानिस, चाहे त्यो होइन एकदम महापापी होस्, चाहे भनौँ न अधर्मी होस्, कोही पनि नाश नहोस् भन्ने परमेश्वरको इच्छा छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौटे पुत्र दिनुभयो है। एकलौटे पुत्र भएको मात्र एउटा सन्तान पनि पापी मानिसहरूको लागि दिनुको कारण के हो भने मानिसले अनन्त जीवन पाओस् भन्नको लागि। आमेन। र मानिसले यदि प्रभुलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गर्यो भने ऊ चाहिँ के हुन्छ, परमेश्वरको सन्तान हुन्छ। कतिजना मान्छेहरूले भन्ने गर्छन् है, ए हामी पनि परमेश्वरका सन्तान हो, तपाईँ मात्र कसरी भयो? त्यसो होइन, सबै मानिस परमेश्वरको सन्तान होइन। जसले प्रभुलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर स्वीकार गरेको छ त्यो मात्र परमेश्वरको सन्तान हो। अरू मानिसहरू परमेश्वरको सृष्टि चाहिँ हो तर सन्तान चाहिँ होइन। यो कुरा हामीले बुझाउनुपर्छ प्रियहरू। अनि ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। अनि 17मा पनि लेखेको छ, किनकि परमेश्वरले संसारलाई दोषी ठहर्याउनलाई भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। आमेन। परमेश्वर पिताले परमेश्वर ख्रीष्टलाई यो धरतीमा पठाउनुको एउटै उद्देश्य हो, यो संसारलाई नाश हुनबाट बचाउनु है। जस्तो हामीसँग के हुन्छ, त्यो खानेकुरा हुन्छ नि, केही खानेकुरालाई बचाउनलाई हामी के गर्छौँ, पहिलेको तरिका अनुसार नुन राख्ने रहेछ होइन, नुन हालेर यसो जोगाउने। अनि अहिले चाहिँ हामी फ्रिजमा राख्छौँ। फ्रिजमा किन राखेको भने त्यो चिसोको चिसै भएर नाश नहोस् होइन। त्यस्तै यो संसारका कोही पनि मानिस नाश नहुन् भनेर परमेश्वरले येशू ख्रीष्टलाई यो संसारमा पठाउनु भयो। अब जसले परमेश्वरलाई विश्वास गरे उनीहरू के भयो, बाँच्यो। तर जसले विश्वास गरेर इन्कार गरे उनीहरूको चाहिँ भविष्य छैन, उनीहरू बाँचेका छैनन्, उनीहरू मरेकै छन् है। हामी चाहिँ आत्मिक रूपमा बाँचेका छौँ र उनीहरू जसले परमेश्वरलाई विश्वास गरेका छैनन् उनीहरू आत्मिक रूपले मरेका छन्। त्यो प्रियहरू। अनि त्यसै गरी हामी रोमी 1:16 फेरि हेर्नेछौँ। रोमीको पुस्तक 1:16 तपाईँहरूले कसैले चर्को स्वरले पढिदिनुहोस्। रोमीको पुस्तक 1:16 फेरि। आमेन। अब म सुसमाचारदेखि शर्माउँदिन है। पावल प्रेरितले भन्दछ, यो पावल परमेश्वरको एकजना दास, उसको जीवनमा परमेश्वरले ठुलो काम गरेर प्रभुमा आयो र प्रभुमा आउनुभन्दा पहिले पावल क्रिस्चियनहरूको एकदमै विरोधी, एकदमै घमण्डी थियो, एकदमै पढेको पनि थियो, एकदमै जान्ने पनि थियो, एकदमै विद्वान पनि थियो। तर एक दिन परमेश्वर ख्रीष्टले अकस्मात जम्का भेट गर्नुभयो, त्यो चाहिँ बेहोसै भयो है। परमेश्वरले अकस्मात तपाईँहरूलाई जम्का भेट गर्नुभयो भने तपाईँ लड्नु पनि सक्नुहुन्छ, त्यस्तै भयो। अनि कति दिनसम्म उसको आँखा खुलेन, होस आएन। तर उसलाई त्यही बेला भन्नुभयो, पावल मलाई किन, साउल तिमी मलाई किन सताउँछौ भनेर परमेश्वर ख्रीष्ट बोल्नुभयो। अनि उसले विचार गर्यो, होइन मैले तपाईँले कहाँ सताएँ, बुझेन।
अनि पछि उसले थाहा गरे कि ओहो मैले क्रिस्चियनलाई सताउनु भनेको परमेश्वरलाई सताउनु रहेछ है। हामी क्रिस्चियनहरूलाई सताउनु भनेको परमेश्वरलाई सताउनु हो, ख्रिस्टलाई दुःख दिनु हो। र त्यो अवस्थामा प्रियहरू अनि त्यो पावलले विश्वास गर्यो। पहिले त्यो पावलको नाम साउल थियो, अनि विश्वास गरेपछि पावल भयो। अनि ऊद्वारा धेरै मण्डलीहरू खडा भए, धेरै अगुवाहरूलाई उसले तालिम दियो, शिक्षा दियो। अनि ऊ भन्दछ, के भन्दछ, म सुसमाचारदेखि शर्माउँदिनँ, सुसमाचार सुनाउनको लागि म शर्माउँदिनँ, सुसमाचार भन्नको लागि म शर्माउँदिनँ, म परमेश्वर ख्रिस्टको प्रेम बाँड्नको लागि लजाउँदिनँ भन्दछ है। र हामी पनि है यो पदबाट थाहा गर्नुपर्छ, विचार गर्नुपर्छ। एकछिन घोरिएर के हामी सुसमाचार सुनाउन लजाउँछौँ, शर्माउँछौँ? यदि शर्माएका छौँ भने यो चाहिँ के भयो, हाम्रो लागि अप्ठ्यारो कुरा हो, यो हाम्रो लागि समस्याको कुरा हो। र हामी सुसमाचारदेखि शर्माउँदैनौँ। अब एकचोटि काठमाडौँमा पठाएको एउटा छोरा रहेछ है, बाउ गाउँबाट आएछ। गाउँबाट आएपछि अब बाउले त्यस्तै झुत्रे झाम्रे कपडा लगाएर आएको थियो अरे है। अनि छोरालाई भेटेपछि छोराले नचिने जस्तो गरेर कि अनि पछि आएछन्, बाउ छोरा घरमै आएछन्। होइन छोरा आज तिमीले मलाई नचिने जस्तो गर्नुको के हो कारण भन्दाखेरि, होइन बा मेरा साथीहरू थिए अहिले हाँस्छन् भनेर मैले त्यो एक्टिङ मात्र गरेको हो भनेर भनेछ। अब हेर्नुहोस् त, अहिले पनि परमेश्वरका जनहरूले पनि सुसमाचार सुनाउन्, परमेश्वरको काम गर्नको लागि त्यो नचिने जस्तो, प्रभुलाई नै नचिने जस्तो व्यवहार गर्यो भने त्यो चाहिँ राम्रो भएन। अनि त्यो बाउलाई के दुःख लाग्यो हो कि होला कि नहोला है, लाग्यो होला पक्कै पनि। र त्यसो चाहिँ हामीले कसैले पनि गर्नु हुँदैन है। हामी परमेश्वरलाई चिनेर पनि नचिने जस्तो नाटक कुनै पनि विश्वासले गर्न मिल्दैन। र यो वचनले के भन्यो भने म सुसमाचारदेखि शर्माउँदिन। कुनै पनि हालतमा मेरो जे हो अवस्था त्यसै कुरामा म धन्यवाद दिन्छु। अरे मेरो आर्थिक अवस्था कमजोर भए पनि, मेरो आमा बुवा झुत्रे झाम्रे भए पनि म स्वीकार्छु नि, त्यस्तै म मेरो प्रभुको सुसमाचारको घोषणा गर्नै पर्दछ। यो चाहिँ हामीलाई गरेको आज्ञा हो, यो चाहिँ हामीलाई दिएको परमेश्वरको के हो, यो आदेश है। र अर्को के अरे मर्कोस 16को 15ले भन्छ, मर्कोस 16को 15 तपाईँहरूले पनि पल्टाउनुहोस्, बाइबल हुने जतिले, नहुने जति ध्यान दिएर सुन्नुहोस्। के अरे मर्कोस 16को 15ले भन्छ, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। आमेन। अब सारा सृष्टिमा गएर सारा होइन, सारा सृष्टिमा गएर के अरे सारा सृष्टिमा गएर सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर भनेको फेरि त्यो है कुकुर बिरालो गाई भैँसीलाई सुसमाचार सुनाऊ भनेको होइन। सारा संसारभरिका मानिसहरूलाई सुसमाचार सुनाउनको लागि परमेश्वरको वचनले मर्कोस 16को 15मा आज्ञा गरेको छ है। त्यहाँ सबै जातका मानिसहरू, सबै भाषाका मानिसहरू, सबैलाई सुसमाचारको खाँचो छ। सुसमाचारको खाँचो के अरे अरू निर्जीव वस्तुलाई होइन, ढुङ्गा माटोलाई सुसमाचार सुनाउने भनेको होइन, मानिस जातिलाई, सारा संसारमा भएका मानिसहरूलाई परमेश्वरका जनहरूले जसले प्रभुको मुक्ति पाए, प्रभुको नाममा मुक्ति पाए, उद्धार भए, उद्धार पाए, उनीहरूले के गरिरहेका छ, सुसमाचार सुनाइराखेका छन् है। आजभन्दा लगभग 30 वर्ष पहिले एकजना दिदी अमेरिकाबाट आएर मलाई सुसमाचार सुनाउनु भयो। अनि मैले प्रभुलाई विश्वास गरेँ। अनि मैले थाहा गरेँ कि ओहो अमेरिकादेखि आएर त सुसमाचार सुनाउनु पर्छ भने मैले यही किन नसुनाउने भनेर अनि मैले है कतै ट्र्याक्टर बाँड्न जाने, कतै बाइबल बाँड्न जाने, कतै मानिसहरूलाई मौखिक रूपमा पनि सुसमाचार सुनाउन थालेँ। र यो कार्यक्रम हामीले अहिलेसम्म निरन्तर जारी गरेका छौँ। प्रभुलाई पाएदेखि यो संसारमा रहन्जेलसम्म हामी विश्वासीको परिचय भनेको के हो, सुसमाचार सुनाउने, सुसमाचार दिने मानिसहरूलाई। अहिले संसारको अहिले मिडियाले के गर्छ, कुसमाचार दिन्छ। रसियामा यति मान्छे मरे रे, हिजो मात्र मैले हेर्दै थिएँ, रसियामा आक्रमण गरे रे, यति मान्छे मरे रे, रसियाले युक्रेनमा आक्रमण गरे रे, यति मान्छे मर्यो होइन।
अनि पाकिस्तानको बलुचिस्तानमा कति 27 जना मरे। अब यी मरेका कुरा कुसमाचार हुन्, तर परमेश्वरले तपाईँलाई अनन्त जीवन दिनुहुन्छ। परमेश्वरमा मुक्ति छ, परमेश्वरले तपाईँलाई उद्धार गर्नुहुन्छ। यो सुसमाचारको कुरा हो। आमेन। र यस्तो कुरा हामीले सुनाउनु पर्छ। संसारका मान्छेले उल्टो उल्टो कुरा सुनाउँछ, नभएको कुरा सुनाउँछ है। तर हामी परमेश्वरका जनहरूले है सुसमाचार सुनायो भने ती मानिसहरू पनि परिवर्तन भएर हामी जस्तै सुसमाचार दिने हुन्छन् है। र कति संसारमा हामी देख्दछौँ, कहाँ गाडी एक्सिडेन्ट भयो रे, कहाँ बाइक एक्सिडेन्ट भयो रे, कहाँ यतिजना ठहरे, भयङ्कर एक्सिडेन्ट भन्ने सुन्दछौँ। तर त्यो कुरा के हो? संसारको समाचार कुसमाचारले भरिएको छ। तर हाम्रो परमेश्वरको वचन उहाँको सुसमाचारले भरिएको छ। आमेन। तसर्थ हामीले जोड दिने कुरा सुसमाचारलाई जोड दियो भने तपाईँ र मैले पनि आशिष पाउँछौँ है। सुसमाचार सुनाउनेलाई आशिष, घरमा पनि आशिष, मण्डलीमा पनि आशिष, अनि व्यक्तिगत जीवनमा पनि आशिष हुन्छ। अनि स्वास्थ्यको हिसाबले नि सुस्वास्थ्य है। सुसमाचार सुनाउनु पनि जाँदैन है। जहिले पनि घरमै बसेको सुते गऱ्यो भने तपाईँ बिरामी पनि हुन्छ। तर तपाईँ सुसमाचार सुनाउनु जानुभयो। आज त म ठिमीतिर गएर सुसमाचार सुनाउँछु, आज त म मगर गाउँतिर गएर सुसमाचार सुनाउँछु, आज म काठमाडौँ गएर सुसमाचार सुनाउँछु, आज म मेरा मानिसको आफन्तको घरमा गएर प्रभुको नामको घोषणा गर्छु भन्यो भने के हुन्छ? एक्सर्साइज पनि भयो, शारीरिक एक्सर्साइज पनि हुन्छ, मानसिक एक्सर्साइज पनि हुन्छ। अनि तपाईँलाई परमेश्वरले आशिष दिनुहुन्छ। किन आशिष दिनुहुन्छ भने तपाईँ परमेश्वरको काम गर्दै हुनुहुन्छ। आमेन। जसले परमेश्वरको काम गर्छ उसलाई परमेश्वरले आशिष दिनुहुन्छ है। आशिष दिनुहुन्छ। मलाई अस्ति एकजना अङ्कलले फोन गरेर, गुरुबा तपाईँलाई एउटा आइफोन ल्याइदियो कि भनेर मलाई लागेको छ, परमेश्वरले तपाईँको एउटा प्रार्थना राख्नु भएको छ, त्यसको जवाब आयो भनेर भन्नु। अनि अब हेर्नुहोस्, मैले आइफोन किन्नलाई पैसा छैन है, ऋण परेको परे, तर परमेश्वरले एउटा आइफोन जुटाउनु भयो। आमेन। अनि हाम्रो एरम र विश्वले भन्दैछ, होइन तपाईँसँग पैसा थिएन आइफोन किन्न, कहाँबाट आयो यत्रो होइन, कसरी पायो? अनि मैले भने परमेश्वरले आशिष दिनुभयो। आमेन। हामी परमेश्वरको सेवा गर्नेहरूलाई, परमेश्वरको काम गर्नेहरूलाई संसारको काम गर्दा हामीले ज्याला पाउँछौँ, तर परमेश्वरको काम गर्दा हामीले आशिष पाउँछौँ। र तसर्थ हामी परमेश्वरको काम गर्नेहरूले कति पनि कन्जुसाइ नगरेर जब हामी काम गर्छौँ, परमेश्वरले आशिष दिँदै ल्याउनुहुन्छ। हाम्रो प्रार्थना सुन्नुहुन्छ है। कतिजना रोगी बिरामी, अस्ति एकजना दिदी कहाँको बिरामी मान्छे मलाई फोन गर्नुभयो, जयमसी टिभी हेरेर, तपाईँले प्रार्थना गरिदिनुहुन्छ अरे, मेरो यस्तो यस्तो समस्या प्रार्थना गरिदिनुहोस् भनेर फोन गर्नुभयो। अनि मैले प्रार्थना गरिदिएँ। अनि त्यसपछि यसरी तपाईँ प्रार्थना गर्नुहोस् है भनेर भनेपछि, अनि हिजो फेरि म त निको भएँ, मेरो छोराको लागि पनि गरिदिनुहोस्, मेरो छोरा पनि यो होस ठेगान उडेको छ, मभन्दा अझै बिरामी छ, उसलाई नि गरिदिनुहोस् भनेर भन्नुभयो। अनि मैले भने तपाईँको छोरा त्यहाँ छ त भने त छैन रे, कहाँ गएको छ? ल त्यसो भए म अहिले गरिदिन्छु, तपाईँले घरमा आएको बेला गरिदिनुहोस् भनेर मैले सिकाएँ। अनि पक्कै पनि जब हामीले प्रार्थना गर्छौँ, हाम्रो यहीबाट पनि के हुन्छ? परमेश्वरले प्रार्थना सुन्नुहुन्छ। आमेन। अनि त्यो चिन्दै नचिनेको मान्छेलाई प्रार्थना गर्दा निको हुन्छ भने झन् हामी चिनेको मान्छे छोएर प्रार्थना गर्दा कति निको हुन्छ। हामीले त्यो विश्वास गर्नुपर्छ। जब हामी विश्वास गर्छौँ, जब हामी आफ्नो घटी कमजोरी मानिलिएर परमेश्वरको शरणमा आउँछौँ, हामीलाई परमेश्वरले निको पनि पार्नुहुन्छ, चङ्गाइ पनि दिनुहुन्छ। र हामी जुनसुकै बिरामी है, डक्टरले माया मारेको बिरामी छ भने पनि यदि विश्वाससहित हामीले इमान्दारीका साथ आफ्नो घटी कमजोरी मानिलिएर पश्चातापी हृदय लिएर प्रार्थना गर्छौँ भने परमेश्वरले हाम्रो जुनसुकै प्रार्थनाको जवाब दिनुहुन्छ है। तर जवाब दिँदाखेरि के त चाँडो आउँछ, के त ढिला आउँछ। ढिला आए पनि पर्खनुपर्छ। आमेन। ढिला आए पनि धन्यवाद, चाँडो आए पनि धन्यवाद है। कुनै बेला हुन्छ नि, अब कसैको घरमा कोही गयो, भोक लागेको छ, लौ न मलाई भोक लागेको छ, केही खानेकुरा पाकेको छ भने तुरुन्तै त्यसलाई भन्यो भने टाइम लाग्छ नि। त्यस्तै कतिपल्ट हामीले प्रार्थना गर्दा तारतम्य नमिल्दाखेरि ढिला हुन्छ। हामीले पश्चाताप नगरी प्रार्थना गऱ्यौँ, हामीमा समस्या छ मानिलिएन भने त्यो प्रार्थनाको जवाब ढिला आउँछ।
तर हाम्रो पाप मानिलियौँ, हाम्रो घटी कमजोरी मिलायौँ, सबै कुरा परमेश्वरको चरणमा राख्यौँ भने उहाँले हामीलाई छिटो जवाफ दिनुहुन्छ। आमेन। र यो कुरा पनि हामीले जान्नुपर्छ कि हामी सुसमाचार सुनाउनेहरूले है परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई निको पनि पार्नुहुन्छ भनेर प्रार्थना गरिदियौँ भने त्यहाँ सँगै पनि हुँदै आउँछ है। अनि परमेश्वरलाई चिन्ने, परमेश्वरलाई जान्ने विभिन्न माध्यम मार्फत परमेश्वरको काम हुनुलाई परमेश्वरले हामीलाई त्यसरी पनि चलाउनुहुन्छ। र सुसमाचार है सुनाउँदै गयो, कोही रोगी बिरामी भेट्यो भने हुँदैन हुँदैन मलाई चङ्गाइको वरदान छैन, होइन, हामीले ठाउँको ठाउँ प्रार्थना गरिदियो भने त्यो मानिस पनि निको हुन्छ है। अनि उसले के गर्छ, सुसमाचारमाथि विश्वास गर्छ, प्रभु येशू ख्रीष्ट निको पार्ने परमेश्वर पनि हुनुहुँदो रहेछ, उहाँलाई मैले किन विश्वास नगर्ने भनेर त्यहाँ चाहिँ परमेश्वरको महिमा हुन्छ प्रियहरू। र तसर्थ अब यो के भन्छ, अनि उहाँले तिनीहरूलाई भन्नुभयो सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर, विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउँछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, मेरो नाममा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरू बोल्नेछन् है। जब हामी परमेश्वरको सुसमाचार सुनाउने हुन्छौँ, जब हामी परमेश्वरको सेवामा लागिरहन्छौँ, हामीमा परमेश्वरले विभिन्न दान वरदान पनि दिनुहुन्छ, अन्य भाषा बोल्ने, अनि चङ्गाइ गर्ने, भूतआत्मा धपाउने यो वरदान पनि राखिदिनुहुन्छ। आमेन। र तसर्थ प्रियहरू यो परमेश्वरको वचनले भन्दछ कि प्रेरित 2:38 तपाईँहरूले पाउनुभयो भने पल्टाउनुहोस्, होइन भने म तपाईँहरूको लागि प्रेरित 2:38 पनि पढिदिनेछु। यहाँ यसरी लेखेको छ, प्रेरितको पुस्तक 2:38 है। प्रेरित 2:38ले भन्दछ, प्रेरित 2:38ले भन्छ, पत्रुसले तिनीहरूलाई भने पश्चाताप गर र तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाममा तिमीहरू प्रत्येकले बप्तिस्मा ल्याऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। आमेन। अब पश्चाताप गर र तिमीहरूका पाप क्षमाको निम्ति ख्रीष्टको नाममा बप्तिस्मा ल्याऊ है। र यो कुरा हो कि सर्वप्रथम विश्वास गर्नु पर्यो, अनि त्यसपछि बप्तिस्मा लिनु पर्यो। अनि जब हामी बप्तिस्मा लिन्छौँ परमेश्वरले पवित्र आत्माको भरपेटी दिनुहुन्छ, पवित्र आत्माका दान वरदान दिनुहुन्छ, पवित्र आत्मा मार्फत विभिन्न विभिन्न नयाँ कामहरू हाम्रो जीवनमा परमेश्वरले गर्नुहुन्छ। आमेन। र तसर्थ परमेश्वरको वचनले भन्छ कि तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ है। पवित्र आत्माको गिफ्टहरू है, कसैलाई चङ्गाइको वरदान, कसैलाई सुसमाचार सुनाउने वरदान, कसैलाई अरू सेवा गर्ने वरदान, कसैलाई दिने वरदान, विभिन्न विभिन्न वरदानले परमेश्वरले तपाईँ र मलाई भर्नुहुन्छ है। र यसको लागि के गर्नु पर्यो, हामी पनि फिल्डमा उत्रिनु पर्यो है। तपाईँ वचन सुन्ने, अब वचन सुन्यो अब भयो, घर गयो सिद्धियो होइन, वचन सुनेपछि त्यो वचनलाई प्रयोग गर्ने। जसरी होइन, अब भनौँ न यसरी मोमो पकाउने भनेर सिकायो, कहिले पकाएर देखाएन गरेन भने के हुन्छ, मोमो पकाउने ट्राई गरेन भने तपाईँले मोमो पकाउन सक्छ सक्दैन। ल सुरुमा मासुको किमा ल्याउने होइन, किमा बनाउने, अनि त्यसपछि पिठो ल्याउने, मैदाको पिठो भनौँ न, अनि त्यसलाई बेल्ने, अनि यसरी यसरी पकाउनुपर्छ भनेर त्यो थ्योरिटिकल शिक्षा हुन्छ। अनि त्यसपछि त्यही अनुसार हामीले गऱ्यौँ भने के हुन्छ, हामी मोमो पर्फेक्ट मोमो पकाउने पनि हुन्छ होइन, पर्फेक्ट त्यो कुरा गर्ने हुन्छ। तर अब त्यो यसरी यसरी मैदाको पिठो चाहिन्छ, अनि त्यो मासुको किमा चाहिन्छ, अनि यसो यसो गर्नुपर्छ भनेर जहिले पनि सिक्यो, तर कहिले पकाएन भने के हुन्छ, मोमो खाने बेला पसलमै जाने, अनि सिक्ने बेला चाहिँ सिक्ने भने भएन होइन। त्यो अनुसार प्र्याक्टिस गऱ्यो भने त्यो कुरा पनि हुन्छ। हामीले यहाँ सुसमाचार कसरी सुनाउने भनेर भन्यो भने विभिन्न सुसमाचार सुनाउने माध्यम छ है। तपाईँले मौखिक रूपमा सुसमाचार सुनाउनुहुन्छ, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँलाई उद्धार दिन चाहनुहुन्छ, तपाईँ परमेश्वरलाई विश्वास गर्नुहोस् भनेर तपाईँले मौखिक रूपमा भन्नुभयो भने सुसमाचार भयो। र परमेश्वरको वचनको यो वचनहरू देखाएर पनि हामी सुसमाचार सुनाउन सक्छौँ, अनि ट्याक्स बाँड्दै पनि हामी सुसमाचार सुनाउन सक्छौँ होइन। र मानिसहरूलाई त्यो रोगी बिरामी भएको बेला पनि त्यही कुरालाई माध्यम बनाएर हामी सुसमाचार सुनाउन सक्छौँ। र
र अर्को कुरा एउटा सजिलो तरिका के छ भने मैले कसरी प्रभुलाई विश्वास गरेँ है, म प्रभुलाई विश्वास गर्नुभन्दा पहिले कस्तो थिएँ, कुन अवस्थामा मैले विश्वास गरेँ, विश्वास गरेपछि मेरो जीवनमा के भयो भनेर तपाईँले आफ्नो गवाई दिएर पनि सुसमाचार सुनाउन सक्नुहुन्छ है। हाम्रो आमाले पहिले प्रभुलाई पाउनुभन्दा पहिले धेरै रक्सी खानुहुन्थ्यो अरे आमा होइन। अनि त्यो अवस्थामा धेरै मान्छेले उ गरेर आमालाई अलि हेलाहोचो गरेर, अनि त्यो अवस्थामा कसैले आमा तपाईँ प्रभुलाई विश्वास गर्नुहोस्, तपाईँलाई यो रक्सीबाट पनि छुटकारा हुन्छ भनेपछि ओहो यो सबैभन्दा ठुलो चाहेको के हो, त्यसो भए म विश्वास गर्छु भनेर आमाले विश्वास गर्नुभएको छ। अनि विश्वास गरिसकेपछि पनि अलिअलि त्यो खाने गर्नुभएको थियो अरे है। अनि गर्दा गर्दा होइन अब बप्तिस्मा गरेपछि तपाईँ खानु हुँदैन भनेर भनेपछि उहाँ बप्तिस्मा लिन जानुभएछ। अनि त्यसमा बप्तिस्मा लिन गएपछि फेरि प्रभु मलाई आज अब म तपाईँको पुरा छोरी हुने भए, अब जे जति बिचमा भुल त्रुटि भए पनि अब चाहिँ म यो खाने छैन है भनेपछि त्यहाँदेखि खानु भएन होइन आमा, त्यहाँदेखि चटक्कै छोड्नु भयो अरे आमाले है। अहिले अब यो गाउँ टोलमै यहाँ मान्छेहरू पत्याउँदैन, कसरी यो परिवर्तन भयो, यो नखाने जाँड रक्सी खाने मान्छे बुढी मान्छे भन्दाखेरि प्रभुलाई पाएर भन्दाखेरि अब त्यही हो सुसमाचार होइन। हिजोको उहाँको समाचार सुसमाचार थिएन, कुसमाचारले भरिएको थियो भने अहिले चाहिँ परमेश्वरको सुसमाचारले उहाँलाई चङ्गाइ दिनुभएको छ। परमेश्वरले उहाँलाई अहिलेसम्म के भन्छ स्वस्थ सुस्वास्थ्य दिनुभएको छ। अनि त्यो नचाहिने खानेकुरा छोडेर अहिले असल सुसमाचार उहाँको जीवनबाट भइरहेको छ। आमेन। अब जीवनबाट हाम्रो जीवनबाट पनि सुसमाचार हुन्छ है। तपाईँ परमेश्वरलाई पाएर है हिजोको दिनभन्दा राम्रो भएको छ भने त्यही हुन्छ, तपाईँको जीवन नै सुसमाचार हुन्छ है। कतिजना नचाहिने चिज खाने नगर्नु चिज गर्ने मानिसहरू पनि प्रभुलाई पाएपछि के भयो, उनीहरूको जीवनबाट परमेश्वरको सुसमाचारको सुगन्ध आयो। आमेन। र सुसमाचारको सुगन्ध हामी प्रत्येक विश्वासीबाट आउनुपर्छ। हिजो पनि अब तपाईँ जाँडे खाने, आज पनि जाँडे खाने, अब प्रभुलाई पाएको के अर्थ रह्यो। हिजो पनि तपाईँ सुर्ती खाने, हिजो पनि चुरोट खाने, अहिले पनि चुरोटै सुर्ती खायो भने तपाईँले सुसमाचार दिएन, त्यस्तै झन् कुसमाचार भयो। चर्च जानेले जाँड खान्छन्, चर्च जानेले सुर्ती खान्छन्, चर्च जानेले यस्तो के अरे चुरोट खान्छन् भनेर झन् उल्टो अरूले हेला होसो गर्छ। तसर्थ हामी विश्वासीहरूले प्रभुको वचनअनुसार है, जब प्रभुले हाम्रो जीवनमा काम गर्नुहुन्छ, पवित्र आत्मा हामीले पायौँ, अब ती नचाहिने कुराहरू स्वतस्फूर्त हटेर जानुपर्छ यसुको नाममा। आमेन। र त्यो समस्यासित तपाईँहरू सङ्घर्ष गर्दै हुनुहुन्छ भने पनि प्रभु मलाई यो समस्याबाट मुक्ति दिनुहोस्, यो बाधाबाट मलाई मुक्ति दिनुहोस् भनेर तपाईँले बिहान बेलुका प्रार्थना गर्नुपर्छ कि उपवास बसेर प्रार्थना गर्नुपर्छ कि आफैले गर्नुपर्छ। तपाईँको प्रार्थना परमेश्वरले, तपाईँले साँचो प्रार्थना नगरुन्जेलसम्म परमेश्वरले निको पार्ने सम्भावना कम हुन्छ। कुनै बेला अरूले प्रार्थना गर्दा त्यो हस्तक्षेप हुन्छ, परमेश्वरले सुन्नुहुन्छ, दया गरेको ग्रेस गरेको हो भने तपाईँले आफैले गर्दा अझ धेरै राम्रो हुन्छ। आमेन। आफैले गर्दा है, आफैले गरेको प्रार्थना परमेश्वरले अझ धेरै स्वीकार गर्नुहुन्छ, सुन्नुहुन्छ होइन। र अरूको प्रार्थना भनेको त्यो ग्रेस यो ऊ जस्तो कि अरूले दिए जस्तो, तपाईँ आफैले कमाएर धनी भएको र अरूले दिएर धनी भएकोमा फरक पर्छ पर्दैन। फलानुले दिएर यो धनी भए यसको के छ र भनेर उल्टा कुरा गर्छ। तर तपाईँ आफै मिहिनेत गरेर आफै आइडिया लाएर आफै होइन गरेको भने हो उसले गरेको हो भन्ने हुन्छ। हो त्यस्तै हामीले आफैले प्रार्थना जब हामी प्रभुको चरणमा जान्छौँ नम्र भएर, हाम्रा घटी कमजोरी प्रभु मलाई क्षमा गर्नुहोस्, मेरो दुर्बलता रुग्णता तपाईँले लिनुहोस्, म कमजोर छु, म तुच्छ छु भनेर जब तपाईँ नम्र भएर तपाईँ जब परमेश्वरको सामु होसिएर प्रार्थना गर्नुहुन्छ, तपाईँको प्रार्थना परमेश्वरले छिटो सुन्नुहुन्छ। आमेन। अनि तर हामी आफ्नो घटी कमजोरी नमान्ने, आफ्नो समस्या जेको त्यही छ होइन। जस्तो भनौँ न, मेरो यहाँ हातमा अर्थात् खुट्टामा काँडो बिजेको छ, तर प्रभु यो काँडो निकालिदिनुहोस् भनेर प्रार्थना मात्र गरेर भएन नि। प्रार्थना गरेर त्यो निकालिसकेपछि के हुन्छ, त्यहाँ सन्चो हुन्छ, छुटकारा हुन्छ। तर काँडो निकाल्नलाई चाहिँ अप्ठ्यारो मान्ने, तर प्रार्थना गरेको गरे भने झन् पाक्दै पनि जान सक्छ। तर त्यो निकाल्नुपर्ने, मेरो जीवनमा त्यस्तो केही काँडो छ भने हटाउनु पर्ने कुरा हटाइहाल्नुपर्छ है। मेरो अगाडि रोडमा
ठुलो ढुङ्गा छ भने म गाडी त्यत्तिकै लैजान सक्दिनँ, त्यसलाई हटाएर लैजानुपर्छ। हो त्यस्तै मेरो जीवनमा केही बाधा छ भने है त्यो हटाएर हामी प्रार्थना गऱ्यौँ भने परमेश्वरले हाम्रो जीवनमा आशिष चङ्गाई दिनुहुन्छ। अनि त्यसपछि त्यो सुसमाचारको लागि पनि हामी के हुन्छ, अरूले ओहो उहाँ त हिजोको दिनमा यस्तो थियो अहिले यस्तो भयो भनेर अरू मान्छेले पनि भन्ने गर्छ है, अरूले पनि गइदिन्छन् तपाईँ र मेरो। र तसर्थ परमेश्वरका जनहरू मत्ती 24को 14 पद तपाईँहरूले हेर्नुहोस्। मत्ती 24को 14 पद अब म छुट्याउँदै ल्याइरहेको छु। मत्ती 24को 14 पद है, कसैले पाउनुभयो भने पढिदिनुहोस्। अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। आमेन। अब यो परमेश्वर ख्रीष्टको दोस्रो आगमन चाहिँ कहिले हुन्छ भनेर भन्छन् भने जब हामीले सबै मानिसहरूलाई सुसमाचार सुनाइसक्छौँ अनि चाहिँ के छ, प्रभुको दोस्रो आगमन हुन्छ। र जबसम्म अब हामीले अल्छ्याइ गऱ्यो भने त्यति ढिला पनि हुन्छ है। जस्तो हुन्छ नि कुनै ठाउँमा केही कुराको तयारी भइसकेको छैन भने आउनुपर्ने मान्छे आउँदैन नि, त्यस्तै यो पृथ्वीमा परमेश्वर ख्रीष्टको दोस्रो आगमन हुन्छ। तर जब मानिसले यहाँ साराको सारा सुसमाचार सुनाउँछन्, साराको सारा परमेश्वरको वचनको घोषणा गरिसक्छन् अनि मात्र परमेश्वर ख्रीष्टको दोस्रो आगमन हुन्छ। धेरैभन्दा धेरै मानिसले प्रभुलाई विश्वास गरेपछि के हुन्छ, यो संसारमा परमेश्वर ख्रीष्टको दोस्रो आगमन हुने हो यो। र अहिले त्यत्तिकै है यो अन्तको दिनमा छौँ हामी। परमेश्वर ख्रीष्टको आगमन त अब कतिन्जेल हुन्छ थाहा हुँदैन, तर पनि हामीले के हो, बढीभन्दा बढी मानिसहरूलाई सुसमाचार सुनाउने, बढीभन्दा बढी मानिसहरूलाई प्रभुमा जित्ने हाम्रो चाहिँ प्रयास हुनुपर्छ, प्रार्थना हुनुपर्छ है। तसर्थ हामीले निरन्तर वचन अध्ययन गर्ने, निरन्तर प्रार्थना गर्ने, निरन्तर सङ्गतिमा आउने र निरन्तर सुसमाचार सुनाउने है। यो काम चाहिँ एकचोटि गऱ्यो अब भयो सिद्धियो, एकजनालाई सुसमाचार सुनाएको थियो सुनेन, अब जेसुकै होस् अब मैले छोड्दिएँ भन्न मिल्दैन। हामीले निरन्तर प्रार्थना गर्नु पनि छोड्नु हुँदैन, निरन्तर सङ्गतिमा आउनु पनि छोड्नु हुँदैन, निरन्तर वचन अध्ययन गर्ने सुन्ने पनि छोड्नु हुँदैन र निरन्तर सुसमाचार सुनाउने। यो चारवटा कुरा, चारवटा विषय जस्तै कम्पलसरी विषय भन्छन् पहिले, अङ्ग्रेजी, नेपाली, गणित कम्पलसरी विषय हुन्छ भने जस्तै विश्वासीको लागि निरन्तर सङ्गति, निरन्तर प्रार्थना, निरन्तर वचन अध्ययन र निरन्तर सुसमाचार भने कम्पलसरी विषय हुन्। आमेन। हाम्रो लागि कम्पलसरी विषय जब हामीले सुनाउँछौँ के हुन्छ, अनि परमेश्वरको आशिष आउन सुरु गर्छ है। परमेश्वरको आशिष आउन सुरु गर्छ र परमेश्वरले हामीलाई हरेक अवस्थामा आशिष दिनुहुन्छ। अनि अब दोस्रो थेसलोनिके 2:14 म तपाईँहरूको लागि पढिदिनेछु। यहाँ यसरी लेखेको छ, दोस्रो थेसलोनिके 2:14 है। अनि यसैको निम्ति हाम्रो सुसमाचारद्वारा हाम्रा परमेश्वर ख्रीष्टको महिमा प्राप्त गर्न उहाँले तिमीहरूलाई बोलाउनु भयो। आमेन। हामीलाई चाहिँ परमेश्वरले चुन्नुको कारण के हो, हामीले पनि सुसमाचार सुनाउनुहोस्। हामीलाई परमेश्वरले उद्धार दिनुको कारण के हो, अरू मान्छेको लागि उद्धारको माध्यम बनोस्। अनि हामीलाई परमेश्वरले बोलाउनुको कारण के हो, अरू मानिसलाई पनि परमेश्वरतिर बोलाओस् भनेर। आमेन। र तसर्थ प्रियहरू, हामी के गर्दैछौँ, सुसमाचार सुनाउन छोडेर अरू गर्दैछौँ भने हामीले चाहिँ गर्नुपर्ने काम नगर्नु पर्ने काम गर्यो है। र सुसमाचार प्रत्येक विश्वासले सुनाउनु पर्छ। अब अन्तिम एउटा पद हामी सबैजना हिँड्नेछौँ। यशाया 52:7 यशायाको पुस्तक 52 अध्यायको 7 पदमा यसरी लेखेको छ कि सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँडाहरू हुँदो कति सुन्दर छन्, जसले शान्तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्दछन् तेरा परमेश्वरले राज्य गर्नुहुन्छ। आमेन। हामी चाहिँ सुसमाचार सुनाउनेको खुट्टा पनि सुन्दर हुन्छ रे कि। अब कतिजनाले सुसमाचार सुनाउँदैनन्, खुट्टा त हिँड्दैन हुने भयो। अब
परमेश्वरको सुसमाचारमा हिँड्या भए पो त्यो खुट्टा हुन्। अब नचाहिने झगडा गर्न हिँड्ने, नचाहिने कुरा काट्न हिँड्यो भने कसरी त्यो खुट्टै त्यस्तो हुन्छ। तर हामी परमेश्वरका जनहरूले के हो, सुसमाचार सुनाउनेहरूले परमेश्वरको राज्यको घोषणा गर्दछन्। आमेन। परमेश्वरको राज्यको घोषणा गर्ने सुसमाचार सुनाउनेको काम हो। र तसर्थ हामी सुसमाचार जसले मानिसहरूलाई, बिग्रेको मानिसलाई पनि सपार्दछ, सुसमाचार जसले रोगी बिरामीलाई पनि निको पार्दछ, यो सुसमाचार सुनाउनु प्रत्येक विश्वासीको कर्तव्य हो है। चाहे हाम्रो आफन्त होस्, चाहे हामीले चिनेको होस्, चाहे नचिनेको होस्, चाहे दाजुभाइ होस्, चाहे दिदीबहिनी होस्, जसलाई पनि हामी सुसमाचार सुनाउन सक्छौँ। अब मैले भने सुसमाचार सुनाउनुको लागि धेरै बाइबल तालिम पढेको, धेरै पुरानो विश्वासी पनि हुनैपर्छ भन्ने छैन। तपाईँले कसरी विश्वास गर्नुभयो भन्ने कुरै भने पनि त्यही पनि सुसमाचार हो। तपाईँको गवाहीबाट, छोटो गवाही है। म प्रभुलाई पाउनुभन्दा पहिले यस्तो थिएँ, जब मैले यो अवस्थामा प्रभुलाई पाएँ, मेरो जीवनमा प्रभुले काम गर्नुभयो र मलाई अहिले परमेश्वरले आनन्द, शान्ति, उहाँको कृपाले अनुग्रहमा राख्नुभएको छ भनेर तपाईँले सेयर गर्नुभयो भने पनि त्यो सुसमाचार हो। र तसर्थ हामी है, चाहे रोग बिरामीबाट प्रभुलाई पाएको होस्, चाहे समस्याबाट भएको होस्, जुनसुकै अवस्थामा भएको तापनि अब त्योभन्दा मेरो अवस्था परिवर्तन भएको छ। हिजोको दिनमा तपाईँ समस्यामा थियो भने अब प्रभुलाई पाएपछि केही न केही परिवर्तन हुन्छ। केही न केही तपाईँले आशिष पाउँछ है। अब कसैले प्रभुलाई पाएर ठुलो आशिष पायो होला, तर कसैले प्रभुलाई पाए अलिक सानो पाए पनि आशिषै हो। सानो पाए पनि आशिष, ठुलो पाए पनि आशिष। र प्रभुलाई है पाउनु भनेको सबैभन्दा ठुलो आशिष हो। अस्ति हामी पढेका थियौँ, प्रभुलाई परमेश्वरलाई चिनेर पनि है, दागबारीमा फुलै नलागे पनि, समस्या भए तापनि त्यो अवस्थामा पनि के हो, हामी परमेश्वरलाई धन्यवाद दिन सक्ने हुन्छौँ, प्रभुलाई विश्वास गर्नेहरू है। र हाम्रो भरोसा मानिसहरूमाथि, संसारको परिस्थिति माथि होइन, परमेश्वरमाथि हो। आमेन। र तसर्थ अब 2081 सम्म जे जस्तो भए तापनि, जे जस्तो जीवन जिए तापनि, अब 2082 देखि अब म यति मानिसलाई सुसमाचार सुनाउँछु, यति मानिसलाई म ट्याक्स बाँड्छु, यति मानिसलाई म ग्रहण गराउँछु, यति मानिसलाई म मण्डलीमा ल्याउँछु भनेर तपाईँले आजदेखि निर्णय गर्नुहोस्। अनि अब 2082 मा तपाईँले धेरै मानिसलाई प्रभुमा डोर्याउनु भयो, धेरै मानिसलाई सुसमाचार सुनाउनु भयो भने अब मैले प्राइज दिन्छु, राम्रो धेरै फर्स्ट प्राइज त्यो स्टडी बाइबल, यत्रो ठुलो बाइबल दिउँला। अनि त्यसपछिको गोल्डन बाइबल सेकेन्डलाई, थर्डलाई सिल्भर बाइबल, अनि सान्तना चौथोलाई चाहिँ त्यो साधारण बाइबल कि। ल आजैदेखि हामी 2082 देखि कम्मर कसेर है, फेरि एकदमै उग्र भएर होइन, शैतानका सन्तान हो तिमीहरू, विश्वास गरेन, यस्तो भयो उस्तो भयो होइन, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ होइन, सकारात्मक प्रकारले अनि जानुपर्छ। र सुसमाचारका पनि विभिन्न विधि छन्। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ भने ओहो परमेश्वरले मलाई प्रेम गर्नु हुँदैन, म त प्रेम गर्न योग्यको छैन भन्ने हुन्छ नि। अनि त्यो उल्टा त्यो कस्तो सर्पका सन्तान हो भन्ने शैली, त्यो युहन्नाको जस्तो है। अब उसको एकदम त्यस्तै अवस्थामा परमेश्वरले चलाउनु भयो। तर हामीले कतिपय कुरामा हामीले अगुवाई, परमेश्वरको अगुवाईमा गर्नुपर्छ। त्यो पवित्र आत्माले नै उसलाई त्यस्तो बोल्न लागेको कारण त्यस्तो भएको होइन। तर हामीले चाहिँ प्रार्थना सहित सुसमाचार कसरी सुनाउने भनेर उहाँले देखाउनुहुन्छ। र तसर्थ तपाईँ र म है आजदेखि सुसमाचार सुनाउनु। र तपाईँले आज म एउटा होमवर्क दिन्छु, अर्को दिन लेखेर ल्याउनु। तपाईँले यो वर्षभरि 2082 भरि भनौँ न, एक वर्षभरि कतिजनालाई सुसमाचार सुनाउन सक्नुहुन्छ, कतिवटा ट्र्याक्स बाँड्नुहुन्छ, त्यो लेख्नुहोस्। अनि त्यो पनि गर्ने, ट्राई पनि गर्ने। अब म 50 जनालाई सुसमाचार सुनाउँछु, म 100वटा ट्र्याक्स बाँड्छु, अर्थात् 10वटा बाँड्छु, अथवा 5वटा म बाइबल बाँड्छु होइन। बाइबल अब कतिजनाले सुसमाचार सुनाउँदा बाइबल देऊ भन्छ नि, अनि बरु बाइबल भन्नु, या म नयाँ करार बाइबल ल्याइदिउँला अनि दिने। अनि कतिजनालाई ग्रहण गराउने, अब तपाईँ आफैले पनि ग्रहण गराउन सक्नुहुन्छ, यदि सकेन भने मण्डलीमा ल्याउने, हामी गराइदिन्छौँ होइन। अनि ग्रहण गराएपछि बप्तिस्मा लिने, अबसम्म पार्ने,
अनि त्यसपछि अझै अगाडि कर्मश बढ्दै बढ्दै जान्छ। अनि तहर्द तपाईँलाई आज म होमवर्क दिने, अर्को दिन लेखेर ल्याउनु तपाईँको नाम अनि यतिजनालाई ग्रहण गराउने, यतिजनालाई के गर्ने अनि ऊ गर्नु ल कतिजनालाई हामी